मक्कलबारीमा अक्सिजन ग्यास फड्किएर एकजना घटना भएको जानकारी आएको छ। ठाउँको ठाउँ गएको अक्सिजन ग्यास छैन त। मक्कलबारी सानो पुल्नेर हो। दुईटा पड्कियो, एउटा पड्केर चाहिँ एकजना यो स्कुटर हो। गाडीलाई हटाउनु पर्ने। कुन कुन यो गाडीमा छौ चाहिँ अक्सिजन ग्यास सिलिन्डर चाहिँ अक्सिजन सिलिन्डर फड्केर छ। अक्सिजन सिलिन्डर एकजना उता नजानु त्यहाँनिर उयो ठाउँको ठाउँ मान्छे हेर्नु उता ठाउँको ठाउँ गएको उता ठाउँको ठाउँ गएको। यो चाहिँ मक्कलबारी गोकर्णेश्वर नगरपालिका 8 मक्कलबारीमा हो। अर्को एउटा फड्कियो फड्किन्छ टाइम फड्किरहन्छ। योलाई गर्न पायो हुन्थ्यो क्या पहिला रेस्क्यु बोलाउनु पायो हुन्थ्यो बरु। रेस्क्यु टोली बोलाउनु पायो हुन्छ क्या ठाउँको ठाउँ गर्छ। हेर यसले गाडी रोक्नु पायो हुन्थ्यो, यता र उता गाडी रोकिदिनु पायो हुन्थ्यो क्या। ट्याक्सी हटाउनु ट्याक्सी आउनु जानु अगाडि मक्कलबारी गोकर्णेश्वर नगरपालिका 8 सानो पुल्नेर हो। चाहिँ एकजनाको घटना भएको खबर छ। बाइकहरू यता आउनु नदिने क्या। एक सिलिन्डर पड्केको यहाँ यो गाडी हटाउनु पर्ने, गाडी एक ठाउँमा राख्नु पर्ने है, फेरि पड्किन सक्छ। उयो अक्सिजन सिलिन्डर पड्केर एकजना ऊ भएछ घटना भएको छ क्या पड्केको मरि नि हाल्यो।